हेलो एभ्रिवान, नमस्कार। पुस महिना पनि जानै लाग्यो। पुस महिनाको चिसो पानीमा राखेको पुसी अचार खाने हैन त हजुरहरू पनि। मैले पनि आज पुस महिनाको चिसो पानीमा राख्ने अचार बनाउँदैछु। आज फर्स्टचोटि ट्राई गर्दैछु। यसको लागि मैले भान्सामा भएको सबै तरकारीहरूलाई लिएँ, सफासँग पखालपुखुल पारेर काटकुट बनाएँ। यसमा मैले केरा, त्यस पछाडि काउली, मुला, गाजर, काँक्रा अनि लसुनलाई पनि लिएको छु। यसलाई सबैलाई मैले राम्रोसँग एक ठाउँ मिक्स गरेर हाल्दाखेरि चाहिँ सबै जुन खान मन लाग्यो त्यही खान सजिलो हुन्छ। एउटा एउटा गरेर हाल्दाखेरि चाहिँ झिक्न चाहिँ अप्ठ्यारो हुन्छ। त्यस पछाडि हजुरहरूसँग काँचको भाँडा छ भने काँचको भाँडामा राख्नु होला, छैन भने प्लास्टिकको डिब्बा लिए पनि हुन्छ। मैले डिब्बामा त्यो काटेको तरकारीहरू सबै राखिदिएँ। तरकारीहरू राखेपछि यसलाई मैले भरेँ अनि माथिबाट नुन राखिदिएँ। नुन राखेपछि मैले यसमा पुस महिनाको चिसो पानी भरेपछि राम्रोसँग बिर्को लगाएर यसलाई दिनभरि घाममा राख्नुहोस्, साँझभित्र राख्नुहोस्।